我塞点去，我觉得这家挺新奇的。Oh my god. हेर्दा सानो देख्ने ठुलो रहेछ कम्पाउन्ड यहाँ म एउटा चिज देखाउँछु अब यो पब्लिक प्लेस हो त्यो एरिया सबै पब्लिक हो हैन तर यहाँ हेर्नु यहाँ न पुलिस छ न सेक्युरिटी गार्ड छ न कोही छ अब यहाँ हेर्नु त अब कुन खालको हैन जुस खान मन लाग्यो त्यही आइटम छ हेर्नु कम्ती पनि 20 भन्दा बढी आइटम छ अब टक्कै यहाँ क्युआर गर्यो हलाक तल खस्छ अनि टक्क लियो अब नेपालभन्दा कति वर्ष अगाडि छ यो चाइना यहीँबाट थाहा हुन्छ अब यो यसरी पब्लिक प्लेसमा हैन नेपालमा यसरी राखोस् त त्यो भएर कारण हैन चाइना विकास हुनुको धेरै कारणहरू मध्ये उनीहरूको टेक्नोलोजी हैन अनि मान्छेले सोच्ने तरिका गर्ने तरिका यो चाहिँ भास्ट डिफ्रेन्स छ कि धेरै डिफ्रेन्स छ विशेष गरी हाम्रो नेपालभन्दा र अरू देशहरूभन्दा पनि उनीहरूको सोच्ने तरिका हैन अनि सिक्ने तरिका गर्ने तरिका एकदम फास्ट चाइना प्रत्येक दिन चेन्ज प्रत्येक दिन परिवर्तन बेटर एन्ड बेटर बेटर एन्ड बेटर बेटर राम्रो आजभन्दा भोलिभन्दा पर्सि हुँदै गइरहेको छ आशा छ हाम्रो देश पनि एक दिन यसरी एक दिनपछि अर्को दिनपछि अर्को दिन गर्दै गर्दै राम्रो हुँदै जाओस् शुभ दिन नेक्स्ट भ्लगमा फेरि भेटौँला हस्त नमस्ते